यो मान्छे के भयो डिम्पल? अब हल्का झर्ने ठाउँ छ है। अब अघिको त्यो अप्ठ्यारो बाटो थियो नि त्यो आइपुग्यो है। फेरि आयो भर्याङ आयो नानु। 1 2 3 नहाँस न भर्याङ झर्नु चाहिँ नहाँस नि यार अहिले लड्यो भने साँच्चीकै। ल 1 म उनको दृश्य भएछु। उनी डिम्पल। जब उनले आफ्नो हातलाई मेरो हाततिर बिस्तारै अघि बढाइन् अनि मेरो पाइलाहरूलाई पछ्याउन थालिन्, मैले म प्रति उनको विश्वास पाएँ। जब उनले आफ्नो कुराहरू रमाउँदै मसँग बताउन थालिन्, आफू हाँस्दै मलाई पनि हँसाउन थालिन्। मैले म प्रतिको मलाई पाएँ र उनीसँगै रमाएँ। बताइरहँदा ती बिग्रिएका बाटोहरू, ढुङ्गा, झरना, खोला र खेतका पाटोहरू महसुस गर्दै हिँड्दा सुन्दर जलका माटोहरू। म पनि प्रकृतिसँगै हराउँदै गएछु। हिँडिरहँदा पुग्ने ठाउँ, अड्किरहँदा उसको पाउ, म आफै छटपटाउँदो रहेछु। अनि मैले महसुस गरेँ म डिम्पलको दृश्य भएछु। उनका हातहरूले ती चट्टानलाई छुँदा मैले खुसी उनको मुहारमा भेटेँ। मेरो जान भन्दै पप्पीलाई सुमसुमाउँदा मैले आफ्नो खुसीलाई समेटेँ। हामी दिदी बहिनीको हाँसोले ती चट्टान मुस्कुराए, डिम्पलसँगै सुन्दरी जलका हावाहरू गुनगुनाए। भर्याङ चढ्दा र झर्दा यी रेलिङ भन्दा तपाईँको हात नै काफी। उनका यी शब्दहरू ममा मुस्कान बनी मनमा गरियो। मन नहुँदै मनले मनलाई बुझाई मेरो मनमा रहेको मुस्कानसँग टाढिनु त पर्यो, तर सम्झनाको लहरहरू मनैमा गरियो। खोला कता छ? झरना कत्रो छ दिदी? यी प्रश्नहरूको जवाफमा आफैले सुन्दरतासँग रम्न पाएँ। एकै दिनमा यति प्यारी बहिनी पाएँ। उनी डिम्पल, उनीसँग रमाउँदै गएछु। मैले महसुस गरेँ म डिम्पलको दृश्य भएछु। यहाँ चाहिँ ठुलो ढुङ्गा छ होइन, अनि यो चाहिँ लेउ हो क्या। हरियो घाँस भयो जाने हो। हे गोपाल कृष्ण करूं आरती तेरी, हे प्रियापति मैं करूं आरती तेरी। तुझ पे हो कान्हा बन भर जाऊं, मुझे मिल गया मन का मीत, ये दुनिया क्या जाने। मेरी लगी शाम संग प्रीति, ये दुनिया क्या जाने। र हामीलाई एक्सप्लेन गर्नुभएकोमा हाम्रो पार्टनरहरूलाई पनि धेरै धेरै थ्याङ्क यू। कति राम्रोसँग एक्सप्लेन गर्नुभएको थियो। एकदमै आफैले देखेको जस्तै एक्सपिरियन्स भएको थियो मलाई। र मेरो पार्टनर पनि एकदमै खुसी हुनुभएको थियो मलाई पाएर। पार्टनर चेन्ज गरेको एकदमै रमाइलो भयो, हाँस्यौँ धेरै होइन। So I encourage all of you to keep going. These kind of activities are improving like you like. Thank you. र डिम्पलसँग हिँड्दाखेरिको अनुभवहरूलाई समेटेर मैले एउटा छोटो कविता तयार गरेकी थिएँ।
आज डिम्पल उपस्थित हुन सकेन तर पनि डिम्पलसम्म यो कविता पुग्नेछ भन्ने आशा राखेकी छु। म यो कविता सुनाउन चाहन्छु। मेरो कविताको शीर्षक रहेको छ म उनको दृश्य भएछु। उनी डिम्पल जब उनले आफ्नो हातहरूलाई मेरो हाततिर बिस्तारै अघि बढाइन् अनि मेरो पाइलाहरूलाई पछ्याउन थालिन्। मैले म प्रति उनको विश्वास पाएँ। जब उनले आफ्नो कुराहरू रमाउँदै मसँग बताउन थालिन् र म उनीसँगै रमाएँ। बताइरहँदा ती बिग्रिएका बाटोहरू ढुङ्गा झर्ना खोला र खेतका पाटोहरू महसुस गर्दै हिँड्दा सुन्दरी जलको माटोहरू। म पनि प्रकृतिमा हराउँदै गएछु। हिँडिरहँदा पुग्ने ठाउँ अड्किरहँदा उसको पाउ म आफै छटपटाउँदै रहेछु अनि मैले महसुस गरेँ म डिम्पलको दृश्य भएछु। उनका हातहरूले ती चट्टानलाई छुँदा मैले खुसी उनको मुहारमा देखेँ। मेरो जान भन्दै पप्पीलाई सुमसुमाउँदा मैले आफ्नो खुसीलाई समेटेँ। हामी दिदीबहिनीको हाँसोले ती चट्टान मुस्कुराए। डिम्पलसँगै सुन्दरी जलका हावाहरू गुनगुनाए। भर्याङहरू पनि चढेका थियौँ त्यसैलाई समेटेर थोरै लेखेकी छु। भर्याङ चढ्दा र झर्दा यी रेलिङ भन्दा तपाईँको हात नै काफी। उनका यी शब्दहरू ममा मुस्कान बनी मनमा गरियो। मन नहुँदै मनलाई बुझाई मेरो मनमा रहेको मुस्कानसँग आखिर टाढिनु नै पर्यो। खोला कता छ, झर्ना कत्रो छ दिदी? यी प्रश्नहरूको जवाफमा आफैले सुन्दरतासँग रम्न पाएँ। एकै दिनमा नै यति प्यारी बहिनी पाएँ। उनी डिम्पल, उनीसँग रमाउँदै गएछु। मैले महसुस गरेँ म डिम्पलको दृश्य भएछु। धन्यवाद।